यदि तपाईँ क्लास 11 म्यानेजमेन्ट स्ट्रिमको स्टुडेन्ट हो भने यो भिडियो तपाईँको लागि एकदमै इम्पोर्टेन्ट हुनसक्छ। आज हामी क्लास 11 को एकाउन्टको सबैभन्दा बेसिक र सबैभन्दा महत्त्वपूर्ण च्याप्टर एकाउन्टिङ इक्वेसनको बारेमा राम्रोसँग बुझ्नेछौँ। यदि तपाईँले यो एकाउन्टिङ इक्वेसन भन्ने च्याप्टर राम्रोसँग बुझ्नुभयो भने तपाईँलाई पछि जर्नल, लेजर, ब्यालेन्स सिट जस्ता धेरै जसो च्याप्टरहरू बुझ्न एकदमै मद्दत मिल्नेछ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला त व्हाट इज एकाउन्टिङ इक्वेसन भनेको कुरा बुझौँ है त। मानौ तपाईँले सबैभन्दा पहिला व्यवसाय स्टार्ट गर्नुभयो। व्यवसाय सुरु गर्दाखेरि सबैभन्दा पहिला तपाईँलाई के चाहिन्छ? पैसा। र त्यो पैसा कहाँबाट आउँछ? या त तपाईँ आफै लगानी गर्नुहुन्छ या त तपाईँले कसैबाट ऋण या ब्याङ्कबाट ऋण लिएर स्टार्ट गर्नुहुन्छ। जब तपाईँले व्यवसाय स्टार्ट गर्नुहुन्छ त्यहाँ भएको पैसाले व्यवसायको लागि आवश्यक पर्ने सामग्री जस्तै फर्निचर, कम्प्युटर्स एन्ड ल्यान्ड एन्ड बिल्डिङहरू किन्नुहुन्छ नि, यसको सम्बन्ध देखाउनेलाई नै एकाउन्टिङ इक्वेसन भनिन्छ। पर्फेक्ट डेफिनेसन चाहिँ एकाउन्टिङ इक्वेसन इज द फन्डामेन्टल इक्वेसन अफ एकाउन्टिङ द्याट सो द रिलेसनसिप बिट्विन अ बिजनेस एसेट्स, लायबिलिटिज एन्ड क्यापिटल इज कल्ड एकाउन्टिङ इक्वेसन। अब बुझौँ एकाउन्टिङ इक्वेसनको मेन फर्मुला। मेन फर्मुला चाहिँ के हो भन्दा एसेट्स इज इक्वल टु लायबिलिटिज प्लस क्यापिटल। यसको मतलब चाहिँ अब यो बुझ्नको लागि हामीले पहिला सुरु बुझ्नुपर्छ व्हाट इज एसेट्स, व्हाट इज क्यापिटल एन्ड व्हाट इज लायबिलिटी। एसेट्स भनेको चाहिँ व्यवसायसँग भएका सम्पत्ति, जस्तै इक्जाम्पलको लागि बिल्डिङ, कम्प्युटर, फर्निचर। क्यापिटल भनेको मालिकले व्यवसायमा गरेको लगानी। यदि तपाईँले व्यवसायमा 1 लाख लगानी गर्नुभयो भने त्यो क्यापिटल हो। लायबिलिटिज भनेको व्यवसायले अरूलाई तिर्नुपर्ने रकम, जस्तै लोन, क्रेडिटर्स। अब प्रश्न आउँछ एसेट्स इज इक्वल टु क्यापिटल प्लस लायबिलिटिज किन हुन्छ? मानौ तपाईँले 1 लाख रुपियाँ लगानी गरेर एउटा व्यवसाय स्टार्ट गर्नुभयो। अब व्यवसायसँग क्यास कति? 1 लाख। एसेट्स इज इक्वल टु 1 लाख, क्यापिटल इज इक्वल टु 1 लाख। यिनी इक्वेसन मिल्यो। अब 50,000 रुपियाँ लोन लिनुभयो। अब व्यवसायसँग क्यास कति? 1,50,000, क्यापिटल कति? 1 लाख, लोन 50,000 इज इक्वल टु एसेट्स 1,50,000, क्यापिटल प्लस लायबिलिटिज इज इक्वल टु 1,50,000 फेरि बराबर भयो। यसै अनुसार नै हामीले एकाउन्टिङ इक्वेसन गर्नुपर्ने हुन्छ। अब हामी इक्जाममा आउने जस्तो क्वेसनको सल्भ गर्नेछौँ। यदि तपाईँले त्यो क्वेसन सल्भ गर्दाखेरि के कुरा बुझ्नु भएन भने चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, म त्यसको रिप्लाई अवश्य नै दिनेछु। त्यसो भए क्वेसन स्टार्ट गरौँ है त। क्वेसन तपाईँले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। हामीलाई इक्जाममा क्वेसन यसरी नै आउने गर्छ। सबैभन्दा पहिला चाहिँ हामीले एकाउन्टिङ इक्वेसन सल्भ गर्दाखेरि क्वेसन बुझ्नु एकदमै जरुरी छ। जुन विद्यार्थीले क्वेसन बुझ्यो त्यसलाई सल्भ गर्न एकदमै इजी हुनेछ। सबैभन्दा पहिला चाहिँ क्वेसन हामीले 1-2 चोटि राम्रोसँग पढ्नुपर्छ र यो क्वेसनमा चाहिँ 4वटा दिएको छ। 4वटाले के भनेको त्यसलाई चाहिँ म पहिला सुरु राम्रोसँग एक्सप्लेन गर्नेछु, त्यसपछि हामी यसलाई सल्भ गर्नेछौँ। त्यसो भए स्टार्ट गरौँ है त। क्वेसन पढौँ। यु आर प्रोभाइडेड द फलोइङ इन्फर्मेसन। हामीलाई यो फलोइङ इन्फर्मेसन दिएको छ। यो इन्फर्मेसन युज गरेर चाहिँ हामीले एकाउन्टिङ इक्वेसन रेडी बनाउनु छ। एमा के भनेको छ? कमेन्स द बिजनेस विथ अ क्यास 40,000। हामीले चाहिँ 40,000 लगानी गरेर एउटा बिजनेस स्टार्ट गऱ्यौँ अरे। अनि बीमा के छ? लोन टेकन फ्रम मिसेस शर्मिला। हामीले शर्मिलाबाट चाहिँ 20,000 लोन लियौँ भनेको छ। र सीमा के भनेको छ? गुड्स पर्चेस अन क्रेडिट 6,000। हामीले चाहिँ बाँकीमा 6,000 बाँकीमा चाहिँ गुड्स किन्यौँ भनेको छ। अनि डीमा के भनेको छ? गुड कस्टिङ 500 सोल्ड अन क्रेडिट। हामीले चाहिँ 5,000 को सामान चाहिँ क्रेडिटमा बेच्यौँ भनेको छ। अब यो क्वेसन बुझिसकेपछि हामीले के बनाउनु पर्छ? फर्म्याट बनाउनु पर्छ। फर्म्याटको सबैभन्दा सुरुमा के हुन्छ? एसेट अनि ट्रान्ज्याक्सन्स एसेट्स इज इक्वल टु लायबिलिटिज प्लस क्यापिटल हुन्छ। अब म पहिला फर्म्याट बनाउँछु अनि हामीले यसलाई स्टेप बाई स्टेप सल्भ गर्नेछौँ है त। स्क्रिनमा देख्न सक्नुहुन्छ अघिको क्वेसनको सल्भ चाहिँ मैले यहाँ गरेर लिएर आइसकेको छु। अब तपाईँहरूलाई चाहिँ म यसलाई स्टेप बाई स्टेप चाहिँ एक्सप्लेन गर्नेछु। तपाईँहरूले ध्यान दिएर सुन्नु होला। यदि तपाईँले यो सल्भ गर्न जान्नुभयो भने अरू प्रश्नहरू पनि सल्भ गर्न जान्नुहुनेछ। र सुरु गरौँ। सबैभन्दा पहिलो थियो हाम्रो कमेन्स अफ बिजनेस विथ क्यास थियो नि अघि क्वेसनमा। त्यो भनेको चाहिँ हामीले बिजनेस स्टार्ट गऱ्यौँ क्यास 40,000 मा चाहिँ बिजनेस स्टार्ट गरेको भनेपछि एसेट्स हामीले त स्टार्ट गरेको नि त। स्टार्ट गरेपछि एसेट्स त भइहाल्यो नि त। बिजनेसको सम्पत्तिलाई एसेट्स भनिन्छ होइन, त्यसैले एसेट्स 40,000 भयो। र क्यापिटल चाहिँ म ओनरले चाहिँ पैसा हालेको हो नि त, 40,000 हालेको, त्यही भएर चाहिँ 40,000 क्यापिटलमा भयो। सबैभन्दा सुरुमा त बिगिनिङ इक्वेसन हुन्छ, अरू केही पनि गर्नु परेन। हाम्रो लायबिलिटिजमा केही पनि हुनु भएन, एसेट्स र क्यापिटलमा मात्रै भइहाल्यो। र दोस्रोमा थियो हामीले लोन टेकन फ्रम मिसेस शर्मिला। मिसेस शर्मिलाबाट चाहिँ हामीले लोन लिएका थियौँ। कति लिएका थियौँ? 20,000 क्यास लिएका थियौँ। त्यो भनेपछि अब हामीले लोन लिएको हो नि त, लोन दिएको त होइन। लोन लिएको भएपछि चाहिँ हाम्रो एसेट्समा पनि
हाम्रो बिजनेसमा त आएको हो नि त पैसा, क्यास कति आयो 20,000 एसेट्स आयो र 20,000 लोन थपियो, लाइबिलिटिज मैले तिर्न बाँकी छ नि त। अब मैले तिर्न बाँकी भइसकेपछि त 20,000 लाइबिलिटिजमा राख्नु पर्यो नि त। त्यस भएर अब क्यापिटलमा केही पनि हुँदैन, एसेट्समा 20,000 जोडियो, लाइबिलिटिजमा 20,000 जोडियो। अब यसपछि तपाईँहरूले केही समस्या छ? केही पनि छैन। र न्यू इक्वेसन भयो, न्यू इक्वेसनमा कति भयो? दुईटा तल र माथिको जोडेर 60,000 भयो, बिचको 20,000, उताको 40,000। अब यहाँ हेर्नुहोस् इक्वल छ कि छैन? यताको 60,000 एसेट्स 60,000, लाइबिलिटिज र क्यापिटल जोड्दाखेरि 60,000 आएको छ। तेस्रोमा थियो हाम्रो गुड्स पर्चेज अन क्रेडिट। हामीले बाँकीमा गुड्स किन्यौँ भनेको थियो नि त, गुड्स बाँकीमा किनेको नि त, पैसा तिर्नै बाँकी छ भनेपछि एसेट्समा 6,000 अनि लाइबिलिटिजमा 6,000, क्यापिटलमा केही पनि हुने भएन, मैले तिर्न बाँकी छ। तिर्न बाँकी भएपछि हाम्रो एसेट्स र लाइबिलिटिजमा मात्रै हुने भयो। न्यू इक्वेसनमा के भयो? यता 66,000 भयो, लाइबिलिटिजमा 26,000 भयो र क्यापिटलमा 40,000 भयो। अब यो दुईटा जोड्दा पनि इक्वल आएको छ भने तपाईँहरूको मिलिरहेको छ। र चौथोमा थियो गुड्स सोल्ड अन क्रेडिट। हामीले चाहिँ गुड्स सोल्ड चाहिँ क्रेडिट 5,000 मा तिर्यौँ, अब हामीले बाँकीमा तिर्यौँ तर किन लाइबिलिटिजमा हालेनौँ भन्ने कुरा चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले सोल्ड बेचिसक्यौँ नि त, बेचिसक्यौँ। अब भोलि आउने त गइसक्यो नि त सामान, त्यही भएर पछि आउने पनि यसैमा प्लस माइनस हुन्छ, त्यही भएर केही पनि नो चेन्ज हुन्छ। र फाइनल इक्वेसन चाहिँ के भयो भन्दा हाम्रो एसेट्स 66,000, लाइबिलिटी 26,000 र क्यापिटल 40,000। अब यहाँ हेर्नुहोस् 66,000 एसेट्स आयो, लाइबिलिटिज प्लस क्यापिटल गर्दाखेरि 40,000 र 26,000 दिँदाखेरि 66,000 आयो। त्यसैले यो मिल्यो हाम्रो। अब एउटा गोल्डन रुल सम्झनुहोस्, हरेक कारोबारपछि एकाउन्टिङ इक्वेसन सधैँ ब्यालेन्स हुन्छ। यदि ब्यालेन्स भएन भने केही न केही इन्ट्री गलत भएको छ। त्यसैले एकाउन्टेन्टले प्रत्येक कारोबारपछि इक्वेसन मिलेको छ कि छैन भनेर हेर्ने गर्छ। एक्जाममा यस्तो क्वेसन धेरै आउँछ, ट्रान्ज्याक्सन दिन्छ, तपाईँले भर्नुपर्छ, एसेट्स बढ्यो कि घट्यो, क्यापिटल बढ्यो कि घट्यो, लाइबिलिटिज बढ्यो कि घट्यो। यदि फर्मुला सम्झनु भयो भने यस्ता क्वेसन सजिलै गर्न सक्नु। आज हामीले सिक्यौँ एकाउन्टिङ इक्वेसन भनेको के हो, फर्मुला एसेट्स इज इक्वल टु क्यापिटल प्लस लाइबिलिटिज, एसेट्स भनेको के हो, क्यापिटल भनेको के हो, लाइबिलिटिज भनेको के हो, रियल इक्जाम्पल, इक्जाम ट्रिक्स। यदि तपाईँलाई भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस् र आफ्नो साथीसँग सेयर र एडुकेट नेपाल वेबसाइटलाई सब्सक्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा हामी जर्नल लिएर पनि यतिकै सजिलो भाषामा सिक्नेछौँ। धन्यवाद, फेरि भेटौँला।